यात्रा शुभ यात्रा हाय रमाइलो लाग्यो गुड मर्निङ साथीहरु सन्चै हुनुहुन्छ होला भन्ने विश्वासको साथमा आज पनि भ्लग सुरु गरिसके मेरो चाहिँ कस्तो भइरहेछ है रुगा मार्गी लागेर भोइस पनि अर्कै भइरहेछ हामी चाहिँ अब आज बिहान नै 6 बजे गाडी बोलाएको थियो आइसकेको छ हैन अब हामी चाहिँ रेडी सेडी भएर टक्क हामीले चाहिँ यहाँ ब्याग स्यागहरु पनि प्याकिङ गरिसक्यो अब हामी चाहिँ लाग्ने छौं मुस्ताङतिर अब मुस्ताङको भिडियो पनि अगाडि देखाउने जाने छु ल यता हाम्रो गाडी आइसकेको छ झोलाहरू प्याकिङ गर्ने क्रममा छ सबैको झोला हामीले चाहिँ यहाँबाट पोखराबाट हैन मुस्ताङसम्मको लागि 4 दिन 3 रातको लागि भनेर प्रति व्यक्ति 12,000 को दरमा हामीले चाहिँ रिजर्भ गरेको छौं तपाईहरु पनि यदि आउँदै हुनुहुन्छ नि बजेट त्यसरी नै तयारी गरेर आउनु खाजा खाँदैछन् हैन बिहानै किनभने अब अलिकति हल्का फुल्का ब्रेकफास्ट गरेर हिँड्यो भने चाहिँ गाडीले मार्दैन नि त गाइजहरु त्यही भएर सबैजनाले यहाँ हाम्रो कान्छी ब्रेड लिएर चाहिँ खानु बसिरहेछ सबैजनाले खाइरहेछन् मुस्ताङ जानको लागि कतिको एक्साइटेड छौ कान्छी तिमी धेरै छौ ल ठीक छ कस्तो माइला यस पुरा एक्साइटिङ छौं हामी सबैजना किनभने हाम्रो चाहिँ अब फर्स्ट टाइमको हो ल हामीले अब लाग्यौं हाम्रो लेक साइडको होटलबाट यसो हामी चाहिँ सरर र गाडीमा अगाडि बढ्दै छौं साथीहरु अब हामी चाहिँ मुस्ताङको यात्रामा छौं ल देख्न सक्नुहुन्छ है लुम्ले चाहिँ नेपालको एकदमै धेरै पानी पर्ने ठाउँ रे यहाँ गुरुजीले भन्नुभयो त्यही भएर हाम्रो सबैजना निस्केर यसो फोटो खिच्दै हामी चाहिँ यहाँ आइपुग्यौं है नयाँपुरमा अब खाजा साजा यसो खाएर जाने यतातिर हामी चाहिँ भनेर दाइको ससुराली खाजा घरमा अब हामी खाजा खान लागेको छौं यहाँ मिठो पाउँछ रे यहाँ हाम्रो ड्राइभर भाइले भन्दै हुनुहुन्छ हामी चाहिँ अब यस्तो खाजा साजा खाएर चट्टसँगले सबैजना गाडीबाट उत्रिँदै हुनुहुन्छ अब यस्तो ल यता चाहिँ हामी अन्डा र चना मटर खाँदैछौँ चट्टसँगले साथीहरु खाजा ल पर्वत जिल्ला अब हामी प्रवेश गर्यौं अघिसम्म हामी कास्की जिल्लामा थियौं पर्वत जिल्ला हामी प्रवेश गर्दैछौँ साथीहरु अगाडि बढ्ने क्रममै छौं यात्राको क्रम जारी छ यस्तो पहाडको बीचबाट बाटो देख्न सक्नुहुन्छ पातलो गाडीहरु एउटा बाइकहरु कुद्ने रहेछ यता बाटो चाहिँ एकदम भिर पहारा नै रहेछ हैन तर पनि बाटो पिचै छ पर्वत जिल्लाको कुस्मा बजारमा प्रवेश गर्दै छौं ठूलो बजार चाहिँ अलिकति अगाडि छ रे यता भाइले भन्दै हुनुहुन्छ ड्राइभर भाइले यहाँ भाइ चाहिँ एकदम एक्सपिरियन्स हुनुहुँदो रहेछ यताको यहाँ परतिर बन्जी जम्प गर्ने एकदम ठूलो पुल छ रे त्यता देखाउनु लान्छु भनेर यताबाट छिराउँदै हुनुहुन्छ बाटो चाहिँ उताबाट सिधा हुन्छ रे तर हामी यता बन्जी जम्प गर्ने हेरेर जाउँ भनेर बन्जी नगरे पनि हेर्न चाहिँ हेरौँ भनेर यता छिरौँ हामी फाइनली साथीहरु हामी बन्जी जम्प गर्ने ठाउँमा पनि पुगिसकेको छौं तर हाम्रो टोलीमा सबै डराउने भएकोले गर्दाखेरि हामी कसैले नगर्ने हेर्न चाहिँ हेर्ने भनेर हामी यता आएको यहाँ हेर्नुस् त माथिबाट यता तलसम्म हाम फाल्नु पर्ने रे बाबा रे बाबा हामी कसै नगर्ने भनेर त्यहाँको यसो हामीले अवलोकन गरेर अब यसो हामी अगाडि बढ्दै छौं बाक्लुङ जिल्ला पर्वत जिल्लाबाट हामी बाक्लुङ जिल्ला लागिसकेको छौं सकेको छ वेलकम टु बाक्लुङ भनेर यताको यस्तो छेउछेउमा घरहरु सानो बजार रहेछ यता चाहिँ देख्न सक्नुहुन्छ बाटोहरु अफरोड रहेछ कहीँ कतै यहाँ देख्न सक्नुहुन्छ है ल यहाँबाट अलिकति अगाडि पुगेपछि हामीले यस्तो पहाडको मुनि चट्टानको मुनिबाट चाहिँ बाटो लगेको रहेछ साथीहरु यता देख्न सक्नुहुन्छ यस्तो खोला छ है यो खोलाको छेउछेउमा चाहिँ बाटो यसरी चिरेर लगेको रहेछ कस्तो अप्ठ्यारो हैन यस्तो पहाडको फेदमा सानो छ बाटो पनि त्यही माथि पनि कस्तो साँगुरो हैन चट्टानले भरिएको बाटो हैन ठुलो गाडी त ठुकिन्छ जस्तो लाग्ने तर पनि यस्तो चेपबाट बाटो लगेको रहेछ मुस्ताङ जाने बाटो कस्तो डरै लाग्दो खालको हैन त्यही पनि यस्तो चेपचापबाट हामी छिरेर जाँदैछौँ साथी अगाडि बढ्दैछौँ बाटो कहीँ कच्ची कहीँ पक्की छ कहीँ चाहिँ एकदम धुलोमय छ हैन कहीँ चाहिँ पक्की नै छ बाटो ठिकठाक छ अहिलेसम्म एकदम साँगुरो भए पनि हामी अगाडि बढ्ने क्रममै छौँ यहाँ चाहिँ तातो पानी कुण्ड हैन यहाँ तातो पानी आउँछ रे तातै रहेछ है पानी स्विमिङ गर्ने
लु सबैजना यहाँ नुहाइ गर्दैछन् है यसो होइन लु नुहाउ न त मलाई चाहिँ अल्छी लागेर अघि घरमै भएको अल्छी नुहाउँथेँ म त्यही पानीमा बसेर देख्नु सक्नुहुन्छ एकदम रिल्याक्सेसन भइरहेको जस्तो देखिरहेको छु यहाँनिर है ल यसरी गर्नुपर्ने तातो पानी धारा तातो पानीमा नुहाइ गरेर सबै आफ्नो लुकहरू फालेर यस्तो अगाडि बढ्दैछौँ अगाडि बाइकहरू फिरिरहेको छ हामी भने अगाडि बढ्ने क्रममै छौँ साथीहरू देख्न सक्नुहुन्छ अगाडिको बाटोहरू राम्रै छ जस्तो लागिरहेको छ होइन दृश्यहरू राम्रै छ जस्तो लागिरहेको छ अझैसम्म बाटोहरू पिजे भेटिरहेको छौँ अगाडि बढ्ने क्रममै छौँ साथीहरू ल यो अलिकति पक्की काटिसकेपछि त हामीले कच्ची रोड पनि भेट्यौँ हामी चाहिँ अब खाना खान लाग्यौँ है गाडीबाट झरेछ सबैजना म्याग्दीको तातो पानीदेखि अलिकति अगाडि आएर म्याग्दीमा हामी खाना खान लाग्यौँ गाइजहरू म्याग्दी होटल यस्तो रहेछ यहाँ हामी चाहिँ खाना खान लाग्यौँ ल साथीहरू है हामी चाहिँ रुक्से झर्ना आइसक्यो झर्ना चाहिँ यस्तो बबाल देखिँदो रहेछ है साथीहरू देख्न सक्नुहुन्छ याक चढेको चाहिँ पैसा लिन्छ हो चढेको चाहिँ 100 खानापछि हामीले रुक्से याक पनि रहेछ यहाँ चाहिँ गाडी बढ्ने क्रममा चाहिँ यो अगाडि देखेको 2टा पहाडको फेदबाट हामी बिचबाट छिरेर उता जानुपर्ने रे अगाडि बढ्ने क्रममै छौँ यस्तो चट्टानहरूलाई छिचोल्दै बाटोहरू कस्तो मजाले बनाएको छ सानो सानो भए पनि पिजै छ यहाँ चाहिँ हामी अगाडि बढ्दैछौँ साथीहरू यसरी बाटोहरू अहिलेसम्म ठिकठाक भेटिरहेको छौँ ठाउँ ठाउँमा अप्ठ्यारो भए पनि चट्टानको फेदबाट भए पनि बाटो अहिलेसम्म ठिकठाक छ हामी अगाडि बढ्ने क्रममै छौँ साथीहरू तपाईँले देख्न सक्नुहुन्छ बाटो एकदम सानो छ यताको तर पनि पिजै छ कति ठाउँमा कच्ची छ पहाडको बाटो छिचोल्दै हामी अगाडि बढ्ने क्रममै छौँ पातलो गाडी छ गाडीहरू पनि फटाफट कुदिरहेछ हामी पनि जाँदैछौँ बाटो चट्टानको भए पनि सानो भए पनि ठिकठाक छ अहिलेसम्म हामी अगाडि बढिरहेछौँ हाम्रो यात्रा चाहिँ जारी नै छ साथीहरू अगाडि बढ्ने क्रममा चाहिँ हामीले यार्सा बजार भेट्यौँ यहाँ सानो बजार रहेछ छेउमा हरियाली पनि अगाडि बढ्दैछौँ बाटोहरू ठिकठाक भेटिरहेको छौँ ठाउँ ठाउँमा कच्ची बाइक र यता पारिपट्टि कस्तो डेन्जर पहिरो गएको डरै लाग्दो एकदम डरै लाग्दो पहाडै भत्किएको जस्तो र यहाँबाट पनि हामी छिचोल्दै अगाडि बढ्दैछौँ र हामीले पारिपट्टि हिमाल पनि देख्न थाल्यौँ अगाडि बढ्ने ल यहाँको दृश्य देख्न सक्नुहुन्छ छ यो गाउँ अरे यो गाउँको नाम चाहिँ छ यो गाउँ रहेछ यहाँबाट चाहिँ देख्दाखेरि यस्तो राम्रो दृश्यहरू देख्न सक्नुहुन्छ हिमालहरू अनि साइडमा बजार होइन कस्तो दामी क्या यहाँको दृश्य चाहिँ एकदम मनमोहकै लाग्यो मलाई चाहिँ एकदमै राम्रो लाग्यो कस्तो राम्रो हिमाल वाउ खालको दृश्य यो हिमालको नाम चाहिँ धौलागिरी हिमाल अरे यहाँ मेरो ड्राइभर भाइले भन्दै हुनुहुन्छ धौलागिरी हिमाल चाहिँ वाउ देखिँदो रहेछ यो छ यो गाउँबाट चाहिँ एकदमै राम्रो एउटा रेस्टुरेन्टहरू साइडमा खुलेको रहेछ यहाँ राम्रो छ घरहरू पनि छ सानो रेस्टुरेन्टहरू पनि खुलेको रहेछ एकदम राम्रो दृश्य देखिने धौलागिरी हिमाल यहाँबाट एकदमै नजिक जस्तो देखिने रहेछ साथीहरू हामी अगाडि बढ्दै नै छौँ अझैसम्म एकदम राम्रो लागिरहेको छ मलाई चाहिँ यो ठाउँमा आइपुग्दाखेरि साँच्चै मम जस्तो है अब एकदम राम्रो क्या ठाउँहरू एकदम राम्रो हिमाल अनि तल घरहरू साइडमा सानो घरहरू रेस्टुरेन्टहरू पनि छ ठुल्ठुलो घर पनि छ तर एकदम राम्रो के दृश्यहरू धौलागिरी हिमाल त त्यहीँनिर देखिन्छ जस्तो के त्यहीँ कुद्दै पुगिन्छ जस्तो नजिकमा देखिँदो रहेछ यहाँबाट ल हामी चाहिँ अब मार्फा गाउँ प्रवेश गरेको छौँ देख्न सक्नुहुन्छ हामी चाहिँ अगाडि बढ्ने क्रममा अझै ठुलो मार्फा बजार चाहिँ मेन अगाडि छ अरे हामी फिर्किँदा मात्रै निस्किने हामी अहिले सरासरी जाने भनेर हामी अगाडि बढ्ने क्रममै छौँ साथीहरू अहिले चाहिँ हामी मार्फा गाउँबाट चाहिँ अगाडि बढ्दैछौँ मार्फा बजार चाहिँ यहाँबाट चाहिँ मजाले क्लियर देखिँदो रहेछ है अब हामी फिर्दाखेरि चाहिँ यो मार्फा गाउँ पनि भिजिट गर्नेछौँ अहिले चाहिँ हामी एकदमै सिधै माथि जाने भनेर अगाडि बढिरहेको छौँ साथी र हामी चाहिँ यहाँबाट अलिकति अगाडि बढेपछि जुमसम बजार आइपुग्यौँ यो मनाङको सदरमुकाम जुमसम बजार यहाँबाट पनि छिचोल्दै अगाडि बढ्ने क्रममा छौँ घरहरू ठुल्ठुलै रहेछ यहाँ चाहिँ यहाँनिर प्रायः सबै सुविधाहरू छ जुमसम बजारबाट अलिकति हामी अगाडि बढिसकेपछि हामी अझै बढ्ने क्रममै छौँ अगाडि बाटोहरू एकदम राम्रो भेटिरहेछ
अब यहाँदेखि उता चाहिँ रुखहरू पनि भेटिँदैन जस्तो छ, बुट्यानहरू मात्रै छ, एकदम दूर दूरसम्म घरहरू देखिँदैन, तर बाटो एकदम राम्रो छ, देख्न सक्नुहुन्छ है। घरहरू चाहिँ एकदम देखिँदैन। ल यहाँ 2-3टा घर रहेछ। अब यहाँबाट भेटिसकेपछि 2 घन्टा जति लगभग घर भेटिँदैन भन्दै हुनुहुन्छ यहाँ साइडमा ड्राइभर भाइले। रुखहरू छैन, अब एकदम मरुभूमि टाइपको एकदम बुट्यान मात्रै, डाँडा काँडा है, यस्तो देखिने रहेछ साथीहरू यहाँको दृश्य चाहिँ। ल यस्तो दृश्य देख्न सक्नुहुन्छ साथीहरू। यताबाट कुनै बुट्यानहरू छैन यहाँनिर है, रुखहरू कुनै छैन, एकदम मरुभूमि पहाड मात्रै। यसलाई कागबेनी भनिँदो रहेछ साथीहरू, देख्न सक्नुहुन्छ। कागबेनीबाट अलिकति अगाडि बढेपछि यहाँ हामीले चाहिँ मुक्तिनाथ जाने लेफ्टपट्टिबाट, यता लेफ्टबाट चाहिँ मुक्तिनाथ जाइँदो रहेछ। हामी चाहिँ तर यताबाट सिधै हामी अगाडि बढ्ने क्रममै छौँ। यहाँ केही बस्तीहरू पनि रहेछ पहाडको फेदमा। ल यता माउन्टेन गड होइन, जङ्गली बाख्रा भन्छ अरे, यो जस्तै भिरपाखामा पनि चर्छ अरे। ल देख्दै हुनुहुन्छ दृश्यहरू, स्वर्ग जाने बाटो यस्तै छ साथीहरू। फाइनली साथी हामी लोमन्थान आइसक्यौँ। आज हामी यहीँ बास बस्नेछौँ। फाइनली साथीहरू हामी चाहिँ आइपुग्यौँ यहाँको होमस्टे चाहिँ हामीले चलैबाट सपैथराबाट हामीले चाहिँ बुक गरेर आएको थियौँ। दाइ लिन आइसक्नु भएको छ। हामी 6 बजी चढेको, अहिले 6:30 भइसकेको छ। हामी फाइनली आइपुगेको छौँ हाम्रो गन्तव्य स्थानमा। सबैले ब्याग स्याग ल है साथीहरू, हामी चाहिँ लोमन्थानमा आइपुगेर चाहिँ अब होटलमा हाम्रो रेस्टुरेन्टमा चाहिँ छिर्ने फाइनली आइपुग्यौँ। यस्तो गेटबाट हामी इन्ट्री गर्दैछौँ साथीहरू, देख्न सक्नुहुन्छ है। यताको होमस्टे पनि यस्तो रहेछ होइन, गुफा जस्तो। अब दुलोबाट छिर्नु पर्ने पनि है। अब हामी भित्र छिर्दैछौँ दुलोबाट। वाउ कस्तो एक्स्ट्रा दरबारभित्र हामी छिर्दैछौँ साथीहरू। ल आउनुहोस्, यस्तो ठाउँबाट हामी इन्ट्री गरेर दरबारबाट भित्र छिरेर भित्र जाने मान्छे यस्तो बवाल रहेछ। भित्र त बवालै रहेछ अरे क्या। हजुर ठिक छ। यता हाम्रो साउने, यता हाम्रो साउजी, हामी चाहिँ उहाँको ल हजुर देख्न सक्नुहुन्छ है। हाम्रो ब्याग स्याग लिएर राखिसक्यौँ। हाम्रो आजको बास चाहिँ बेडरुममा आइसकेको छ। माटोको घर रहेछ है, देख्न सक्नुहुन्छ है। यता चाहिँ हाम्रो लिभिङ रुम हो सायद होला है। ल कस्तो दामी रहेछ है साथीहरू। यो चाहिँ सायदै लिभिङ रुम, सिटिङ रुम हो कि गेस्ट रुमहरू यस्तो रहेछ है। यहाँ चाहिँ हिटर तात्ने व्यवस्था रहेछ। यहाँ चाहिँ गजबको टोपी पनि पाउँदो रहेछ है। भेडाको उनको हो कि के हो साथै है, सायद यो टोपी गजबको भेडाको उनको गजबको खाना लाग्यो बेच्नको लागि अरे। यो लिन सक्नुहुन्छ। 650 पर्दो रहेछ। बफसँग खान लागेको छौँ हामीले चाहिँ। तपाईँहरू यदि आउँदै हुनुहुन्छ भने यही अनुसारको बजेट पनि तपाईँले मिलाएर आउन सक्नुहुनेछ साथीहरू। के हुन्छ अरे यो गर्दाखेरि भाइ? ल हेर्नुहोस् न, हाम्रो गाडी है बिग्रेर यहाँनिर यस्तो बिचोक भयो है, पम्चर भएर होइन। यहाँ 3 ठाउँ टाँसिदिनु भयो र अहिले है। हाम्रो गाडी त पम्चर भइहाल्यो नि। परिवार आउँदै बनाइदिँदै हुनुहुन्छ। अब यसो हामी फेरि गाडी बनाएर लाग्छौँ हाम्रो चाइना बोर्डरतिर। एकैचोटि
साथीहरू अब यसो हामी यहाँ चाइना बोर्डरमा आएर यसो एउटा भिडियो दुईवटा फोटो खिच्न सकेँ मैले चाहिँ। मलाई चाहिँ एकदमै धेरै गाह्रो भयो, भमिट आयो, टाउको दुख्यो, पेट दुख्यो, के भयो होइन। भाइ बहिनीले चाहिँ मस्तै रमाइलो गरे। अब हामी तलतिरै झर्दैछौँ हिजोकै ठाउँमा लेमनथानमा। त्यहाँ गएर हामी खानासाना खाएर हामी ओह्रालै झर्नेछौँ। ल हाम्रो खाना थाली खाना पनि आइसकेको छ। चिकन यता चाहिँ मैले चाहिँ चिकनसँग खान लाग्यो, मैले चाहिँ भेज खान लागेँ किनभने मलाई चाहिँ मासु खान मन छैन आज। यता मेरो भाइ बुहारीहरू चाहिँ यता बसेको छ। शुभ यात्रा। ल थ्याङ्क यू। यात्रा सुखद रहोस्। शुभ यात्रा। यात्रा सफल भयो होइन, चाइना पुग्यो, अझै सुखद रहोस्। नेक्स्ट प्लिज। शुभ यात्रा। यात्रा सुखद रहोस्। शुभ यात्रा। हजुर धन्यवाद। अब त पुरा चाइनिज टोपी लाएर पुरा चाइनिज भएको छ। हात पनि मिलाउनु। ओके दिल में शुभ यात्रा। यात्रा सुखद रहोस्। यहाँ बाहिर खिचौँ, यहाँ खिचौँ त, यहाँ खिचौँ मलाई है। गुरुबाको फोटो निकालिदिनु त। यसबाट आयो। शुभ यात्रा। फेरि फेरि आउँदै गर्नुहोस्। उहाँहरूले एकदम सेफसँग पुऱ्याउनुहोस्। हाई रमाइलो लाग्यो। यसो ओह्रालो लाग्दाखेरि यहाँको लोमन्तानको गुफा अरे यो चाहिँ होइन। यहाँ एकदम धेरै पर्यटकहरू आउँदो रहेछ। यहाँनिर देख्नु सक्नुहुन्छ लोमन्तानको यो गुफाहरू एकदमै राम्रो रहेछ। कस्तो राम्रो लाग्यो, एकदम अनौठो खालको। यहाँनिर थुप्रै पर्यटकहरू आउँदो रहेछ गाडी लिएर, देख्न सक्नुहुन्छ यहाँको दृश्य। फर्किने क्रममा छौँ अहिले हामी। यो चाहिँ धुम्बा लेक। यहाँ चाहिँ यो मार्फा गाउँबाट 40 मिनट जति गाडीमा गइसकेपछि यो ठाउँ भेटिँदो रहेछ साथीहरू। एकदमै राम्रो छ होइन। पोखरी छ, त्यसको वरिपरि हिमालहरू एकदम राम्रो देखिने यहाँको दृश्य। हजुरहरूले पनि आउँदै हुनुहुन्छ भने यो ठाउँ पनि छुटाउनु नहुने एकदम राम्रो ठाउँ रहेछ। हामीलाई चाहिँ एकदम राम्रो लाग्यो होइन। एकदम अब पोखरी माथि हिमालहरू। एकदम चिसो हावा चलिरहेछ साथीहरू है। त्यही पनि गल्ली कबड्डी गल्ली साथीहरू यहाँनिर चाहिँ रहेछ। ल कबड्डी गल्लीमा हाम्रो कान्छा र कान्छी चाहिँ हिँडिरहेछ। ल यहाँ हाम्रो दुईजना लामा भाइहरू चाहिँ माला गन्दै हुनुहुन्छ जेरी गल्लीतिर। यहाँ हाम्रो शेर्पा बहिनीहरू चाहिँ फोटो सेसनमा हुनुहुन्छ है। यता लामा शेर्पा भाइहरू चाहिँ मार्फा गाउँ पनि देखाउँदैछु। प्राय सबैको घर ढुङ्गाको घर होइन, ढुङ्गा मात्रै राखेर अनि ढुङ्गाकै छाना होइन। माथिबाट सबैको घरमा दाउरा। यो दाउरा राख्नुको उद्देश्य पनि छ अरे, एक चाहिँ हावाले नउडाओस् भनेर पनि अरे। एकदम यता हावा धेरै चल्दो रहेछ, त्यही भएर हावाले नउडाओस् भनेर पनि। अनि अर्को चाहिँ जो धनी मान्छे छ उनीहरूको घरमा चाहिँ एकदम धेरै दाउरा राखिएको हुन्छ अरे। इतिहास चाहिँ त्यस्तो छ अरे होइन। यता बाजेहरूले भन्दै हुनुहुन्थ्यो, देख्न सक्नुहुन्छ। एउटा पक्की घर बाहेक प्राय यो एकदम पुरानो शैलीको घरहरू छ। यता मुनिबाट गाईबस्तु राख्ने, माथिबाट मान्छे बस्ने हुँदो रहेछ। यता हामीले चाहिँ यहाँ धेरै हेऱ्यौँ। हेलो के छ अनि, के छ तिमीहरूको नाम के हो? पछाडि हेर्ने, यता यता भिडियो भइरहेछ। यता यता हेलो यता यता कहाँ हिँडेको तिमीहरू?
कता हिँडेको खेलेको ल्याउनु हुँदो रहेछ है सर्दी जान्छ है चिसो हुन्छ है हजुर यो त साँच्चै राम्रो रहेछ है यस्तो रहेछ चौरीको पुच्छर हो यो ल यता चाहिँ प्रायः ढुङ्गाको घर होइन एकदम चेप्टे चेप्टे ढुङ्गाहरू राखेर यस्तरी क्या राखेको जस्तो मात्रै अनि चाहिँ चेप गल्ली गल्ली क्या यो प्रायः मुभीहरू सुटिङ हुँदो रहेछ यता यो पनि कबड्डी गल्ली अरे यहाँ पहिला कबड्डी मुभी सुटिङ भएको थियो अरे यो गल्लीहरूतिर होइन देख्न सक्नुहुन्छ यता चाहिँ यो घर चाहिँ ठ्याक्कै कबड्डी मुभी सुटिङ भएको घर अरे क्या यहाँ भन्दै हुनुहुन्थ्यो